हेलो गुड मर्निङ हजुर सबैजनालाई। र आज चाहिँ हामी चाहिँ जाँदैछौँ बहिनीको बर्थडेमा है। र फर्स्टमा चाहिँ केक लिएर जानुपर्छ है, सरप्राइज दिनेछ। बहिनी चाहिँ नानी सानै छ है, मेरो छेमा बाबाको छोरी हो नि त, उहाँको बर्थडे हो आज, त्यही भएर चाहिँ केकहरू सामानहरू लगेर जानुपर्छ। सो स्टे ट्युन गाइस। हजुर हेर्नु सक्नुहुन्छ पुग्यो है। बहिनी चाहिँ जाने अरे सघाउनु हो, म चाहिँ अब माथि जानु पर्ला जस्तो भयो। अब एक्लै केकहरू सामानहरू लिएर आउने बेला भयो। म चाहिँ सामानहरू लिएर आइपुगेछ हो, पछाडि पनि छ सामान पनि छ। झऱ्यो फाइनली म चाहिँ गाडी छोडेर केक ल्याउनु जाँदैछु है। जस्ट वेट स्ट्रेट इन गाइस। चाहिँ गाडीमा बसिरहेको छु है। केक आइपुग्यो फाइनली केक चाहिँ आइपुग्यो, हेर्नु सक्नुहुन्छ है। गाडी तल राखेर बर्थडेको केक लिएर जान्छ हेर्नु सक्नुहुन्छ है। गरम छ, आँखामै आउँदैछ, त्यही भएर अनुहार कुचिन्छ हौ मेरो। सबैले भन्छ कुच्छ, अनुहार नकुचाइ बोल्नु नि भन्यो क्या। जान्दाखेरि त्यस्तो भएछ, त्यस्तै हाम्रो सानो आँखा हुनुकोतिर हामीलाई मात्रै थाहा हुन्छ कि कस्तो के हुन्छ। अब रियाक्सन हेर्नु गाइस। हेलो हेलो बडी, हेलो हाई बडी। पक्रिन त्यसो भने बा पनि नमस्कार आइपुग्यो है। को बा छ भने यहाँ चाहिँ मेरो कोपा हुनुहुन्छ, आमाको आपा, ह्यान्डसम बाजे। ह्यान्डसम छ नि, आज पनि ह्यान्डसम छ नि त, यङ। अझै पनि 16 सालको जस्तो। यो यो के हो? यो के हो? यो हेर्नुहोस् त यहाँ के हो? यो के हो? ए बर्थडे गर्ल। हेलो बुङको आमा चाहिँ के भन्दैन न बाबु। हजुर पूजा होइन नि, अब हाम्रो वंश कहाँ छ के छ त्यो डल्लै त्यो खोज्नुको लागि होइन। पापा र छैन चाहिँ चाहिँ हेर्नुहोस् है। यो है मेरो बहिनी गाइस। यो काम गर्ने लुगाहरूको लाउनु पर्दैन, काम गर्ने भएर यस्तो लुगाहरू लाउनु पर्छ। खै सेवनी अघि उहिले सेवनी। ओके 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 सेवनी बाबु नि बाङ आउनु भयो? बाङा खै के भन्नुभयो?
Happy birthday, dear Sonia. Happy birthday to you. May God bless you. May God bless you. Papa lagi. Upa agad. चेनाली आएको अर्काको पैसामा आँखा गाडेको अरूको पैसामा आँखा गाडिदिएको मेरो यहाँनिर 20,000 को नोट छ 20,000 यो पनि हालिदिन्छु Happy birthday to you. Happy birthday. Voilà. Thank you. Can you want to dance with her? अहिले नगर न नखोला थ्याङ्क यू थ्याङ्क यू मामालाई लु Lagi maju. Aku maju. Yo, mem पनि छ सानो एउटा बनाएर लु लु दिनु खोइ खोइ पहिला खाजा लगाइदिनु न टिका लगाइदिनु बहिनीलाई टिका लगाइदिनु केक खुवाइदिनु खुवाइदिनु त केक खुवाइदिनु 5 दिनको डिफरेन्स यहाँ हो यहाँ छु छ नखोला है बेबीलाई अनि आउनुहोस् न यता आउनुहोस् न यता आउनुहोस् लु टिका जडै छ टिका ए टिका खाइदिनु न पहिला थ्याङ्क यू आफूले वाइनमा गर्यो डराउँछ नि टिका लगाइदिनु थ्याङ्क यू हामी 1 वर्षै होला है अब 5 दिन कस्तो भएछ मैले बनाएको हे कस्तो भयो मिठो भएछ के मिठो भएन मिठो भएन यो झन् मिठो यो चिकन हो यो चिल्ली अन्त चिकन चिल्ली चिकन चिल्ली मिठो भएन छ एकदम मिठो मैले बनाएको हो नि यम्मी नै भएछ मिठो भयो कि भएन हौ मैले भने मिठो भएछ होइन ल